सम्पूर्णमा नमस्कार। आज हामी यो काठमाडौँ महानगरपालिकाले जुन यो कक्षा 10 दिएर बस्नुभएका कक्षा 11 को लागि भर्ना हुनको निम्ति जुन महानगरपालिकाले छात्रवृत्तिको लागि जुन परीक्षा लिन्छ त्यो परीक्षाको योभन्दा अघिल्लो वर्ष चाहिँ महानगरले सोधेको प्रश्नहरूको बारेमा आज सामान्य खण्ड अन्तर्गतको यसमा 10 वटा प्रश्न सोधिन्छ, त्यो बारेमा चर्चा गर्न गइरहेको छौँ। ढिला नगरिकन सुरु गरिहालौँ। पहिलो प्रश्न छ, Which country recently hosted the ICC T20 Cricket World Cup Tournament 2024? हालै ICC T20 Cricket World Cup 2024 कुन देशले आयोजना गरेको थियो भन्ने प्रश्न थियो। त्यसको सही जवाफ हो वेस्ट इन्डिज र युएसए। ठिक छ, वेस्ट इन्डिज र के हो त युएसए। अब यसमा चाहिँ अहिलेको अब 2026 के भइसकेको छ, त्यो भएको कारणले हामीलाई त्यहाँबाट सोध्न सक्ला हैन। 2026 चाहिँ तपाईँको इन्डिया र श्रीलङ्काले होस्ट गरेको थियो, इन्डिया र श्रीलङ्काले होस्ट गरेको थियो। त्यसमा अलिकति यसको अलिकति जानकारी राखौँ। यसमा जानकारी के राखौँ भने होस्ट चाहिँ तपाईँको के छ त इन्डिया र तपाईँको श्रीलङ्का छ। त्यस पछाडि गएर यो 7 फेब्रुअरीदेखि मार्च 8 सम्म भएको हो। अब यसको तपाईँलाई इक्जाममा विनर भनेर सोधिन सक्यो नि त हैन। अब विनर को रहेछ त भनेर भन्दाखेरि विनर हेरौँ त विनर को रहेछ त भन्नुहुन्छ भने विनर चाहिँ इन्डिया रहेछ। ठिक छ, यो विनर चाहिँ के छ त इन्डिया भन्ने देश रहेछ भने तपाईँको के छ त भन्दाखेरि फर्स्ट रनर अप हैन। फर्स्ट रनर अप चाहिँ को छ त भन्दाखेरि न्युजिल्यान्ड छ। ठिक छ, न्युजिल्यान्ड। अब यसमा चाहिँ मलाई लाग्छ तपाईँको चाहिँ इन्डियाले न्युजिल्यान्डलाई करिब कति 96 रन हो कि कतिले चाहिँ हराएको थियो हैन। 2024 को सोध्या प्रश्न थियो, 2024 को चाहिँ सोध्या थियो। अब 26 को सोध्न सक्ला, त्यो पढ्नु पर्यो। अर्को, हु ओन द 40th कोपा अमेरिका फुटबल टुर्नामेन्ट 2024 भनेर भनेको छ है। अब यसको सही जवाफ चाहिँ के हो त भन्दाखेरि यसको सही जवाफ चाहिँ तपाईँको के हो त भन्दाखेरि अर्जेन्टिना हो। ठिक छ, अर्जेन्टिनाले जितेको थियो। यो कसले अर्गनाइज गर्छ भनेर तपाईँले यहाँ राखिदिएको छ। यो अङ्ग्रेजीमा चाहिँ साउथ अमेरिकन फुटबल कन्फेडरेसन भनेर भन्छ। यो हरेक 4 वर्षमा खेलिन्छ। अब यो अब चाहिँ 2028 सन् 2028 चाहिँ हुँदैछ। यो बारेमा जानकारी लिनु पर्यो। यो थियो दोस्रो प्रश्न। अब जाउँ तेस्रो प्रश्नतर्फ। तेस्रो प्रश्न यस प्रकार रहेको छ, अकर्डिङ टु द 12th नेसनल सेन्सस वाट इज द करेन्ट पपुलेसन अफ नेपाल भनेर भनेको छ। जस्तै यो एउटा कुरा के बुझ्नुपर्ने भने हाम्रो यो सेन्सस जुन छ त्यो सेन्सस कति वर्षमा सोध्छ भनेर कति वर्षमा गर्छ भनेर सोध्न सकिन्छ। त्यो भनेको 10 वर्षमा एउटा त्यो जान्नु पर्यो। अब यहाँ चाहिँ बगैँदा भनेको छ तपाईँलाई के भनेको छ भने 2078 मा भएको यो सेन्सस। जस्तै यो 2078 मा भएको जुन सेन्सस छ यो चाहिँ तपाईँको के हो त 12th सेन्सस हो। ठिक छ, यो जान्नु पर्यो। यो चाहिँ हामीले चाहिँ के छ त भन्दाखेरि जान्नुपर्छ 12th सेन्सस हो। यो चाहिँ 12th सेन्सस हो भन्ने कुरा फर्स्टमा जान्नु पर्यो। अब यसमा चाहिँ पपुलेसनको कुरा गरेको छ, टोटल पपुलेसन चाहिँ यहाँ कति थियो अथवा चाहिँ यो 2078 सालको सेन्ससमा चाहिँ पपुलेसन कति थियो भन्ने प्रश्न छ। यसको तपाईँको के छ त भन्दा